आज तपाईहरुको बीचमा र विशेष गरी आज यस बिहानी नगरकोटको डाँडाबाट के भिडियो सन्देश तपाईहरुको बीचमा छड्नु पाउँदाखेरि म बहुत आफैलाई आशिषित भएको महसुस गर्दछु। टाढा नजिक प्रियहरू हामी छौं, धेरै टाढा नजिक हामी जुन ठाउँमा भए तापनि तर ख्रीष्ट येशू हामीसँग हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले फरक पार्दछ। शरीरमा तपाईलाई थाहा छ हामी कतिजना धेरै टाढा छौं, तर पनि प्रियहरू हामी टाढा भए तापनि हामीले एक अर्काको लागि प्रार्थना गरिरहन्छौं। मैले आज तपाईहरुलाई बताउन चाहेको कुरा चाहिँ आज यस बिहानी सुन्दर समयमा सुन्दर बिहानी हामी कसरी अर्थपूर्ण परमेश्वरसँग हाम्रो मिलन हुन्छ र परमेश्वरसँग हामी कसरी जोडिन सक्छौं र परमेश्वरसँग हाम्रो यस बिहानी अथवा दिउँसो अथवा बेलुका हरेक समयमा हामी परमेश्वरसँग कसरी जोडिन सक्छौं। तपाईलाई थाहा छ हामी शरीरमा टाढा छौं, तर प्रियहरू हामी एक अर्कासँग हामी आत्मामा परमेश्वरसँग र मानिसहरूसँग हामी जोडिरहेका हुन्छौं। कारण यो हो कि हामी बिहान प्रार्थना गर्छौं, हामी बेलुका प्रार्थना गर्छौं, कोही न कोही व्यक्तिको लागि, कोही न कोही हाम्रो आफ्नो आफन्तको लागि प्रियहरू हामीले प्रार्थना गरिरहेका हुन्छौं। तपाईलाई थाहा छ मेरो लागि कसले प्रार्थना गर्दियो र मेरो लागि कसले प्रार्थना गर्दिन्छ भन्ने कुरामा आज थुप्रै दाजुभाइ दिदीबहिनीहरू त्यस्तो किसिमको प्रश्न आउन सक्छ। तर म आज तपाईलाई बताउन चाहन्छु कोही न कोही व्यक्तिहरूले तपाईको र मेरो लागि प्रार्थना परमेश्वरसँग गरिरहेको हुन्छ हो। अनि प्रार्थना कस्तो किसिमले गरिरहेको हुन्छ तपाईलाई थाहा छ। कसैले आर्थिक सहायताको लागि प्रार्थना गरिरहेको हुन्छ, कसैले आत्मिकी सहायता, आत्मिक जीवन बलियो हुनको लागि प्रार्थना गरिरहेको हुन्छ, कसैले प्रियहरू कुनै मानिस कुनै व्यक्तिले प्रभुलाई चिन्न सकेको छैन भने हो मेरो परिवारले मेरो आफ्नो आफन्तले तपाईलाई चिन्न सकेको होस् भनेर प्रार्थना गरिरहेको हुन्छ। अनि मैले तपाईलाई बताउन खोजेको कुरा चाहिँ कुनै न कुनै व्यक्तिले कुनै न कुनै दाजुभाइ दिदीबहिनीहरूले तपाईको र मेरो निम्ति परमप्रभु परमेश्वरसँग पुकारिरहेको हुन्छ, अर्थात् प्रार्थना गरिरहेको हुन्छ। र प्रार्थना कस्तो हो र प्रार्थनाले के काम गर्छ? प्रार्थनाले प्रियहरू एक अर्कासँग आत्मामा जोड्ने काम गर्छ। आत्मामा जोडिँदै गर्दाखेरि परमेश्वरसँग हाम्रो सम्बन्ध बलियो हुन्छ है। र परमेश्वरसँग हाम्रो सम्बन्ध बलियो हुँदै गर्दाखेरि हामी एक अर्कासँग हाम्रा दाजुभाइ दिदीबहिनी आफ्नो आफन्तसँग पनि हाम्रो सम्बन्ध हामी बलियो बनाउँदै जान्छौं, अर्थात् जोड्दै जान्छौं है। तपाईलाई थाहा छ आज थुप्रै दाजुभाइ दिदीबहिनीहरूले परमेश्वरसँग सम्बन्ध उनीहरूले गाँसे तापनि तर आफ्नो आफन्तबाट उनीहरू धेरै टाढा भइरहेको हुन्छ। यो चाहिँ एउटा एक प्रकारले सोच्नुस् तपाई प्रियहरू, हामी परमेश्वरसँग नजिक हुने मान्छे, परमेश्वरसँग नजिक र घनिष्ठता मित्रता गाँच्ने मानिस चाहिँ प्रियहरू हामी आफ्नो आफन्तसँग पनि नजिक हुन उले सिकेको जानेको हुन्छ। त्यसैको कारणले गर्दा आज बिहानी प्रियहरू यदि तपाई प्रार्थना तपाईको लागि कसले गर्दिदैछ, मेरो लागि कसले प्रार्थना गर्छ भन्ने कुरामा तपाई चिन्तित नहुनुस्। तपाईको लागि कुनै न कुनै व्यक्तिले प्रार्थना गरिरहेको हुन्छ। त्यसकारणले गर्दा हरेक परिस्थितिमा हरेक समयमा परमेश्वरलाई धन्यवाद दिनुहोस् ताकि परमेश्वरको आशीष तपाईको परिवारमा रहोस्। जाँदा यो भिडियो सन्देश सबैजनालाई परमेश्वरले आशीष दिउन् र यो भिडियो मन पर्यो भने तपाईको साथीलाई शेयर गर्न सक्नुहुन्छ। जय मसीह, गॉड ब्लेस यू।